नमस्कार। पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पोखरा युनिभर्सिटी स्टुडेन्ट पोर्टल PUSP सञ्चालनमा ल्याएको छ। पोखरा विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजका हाल अध्ययन गर्दै गरेका, अध्ययन पूरा भई उत्तीर्ण हुन बाँकी, अध्ययन पूरा गरिसकेका सम्पूर्ण विद्यार्थीहरूले यस पोर्टलमा गई परीक्षा नियन्त्रण कार्यालयबाट प्रवाह गरिने विभिन्न सुविधाहरू लिन सक्नेछन्। यस भिडियोमा हामी PUSP मा आफ्नो व्यक्तिगत प्रोफाइल कसरी क्रिएट गर्ने र विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुराहरू समावेश गरिएको छ। PUSP मा के सर्भिसेसहरू छन् त? इक्जाम एप्लिकेसन फर्म, अनलाइन रिजल्ट, अनलाइन ग्रेडसिट, ट्रान्सक्रिप्ट माइग्रेसन प्रोभिजनल एप्लिकेसन, कन्भोकेसन एप्लिकेसन, डिग्री एप्लिकेसन, NOC रिक्वेस्ट कन्सेन्ट एप्लिकेसन, नागरिक एप रिक्वेस्ट कन्सेन्ट एप्लिकेसन। विद्यार्थीले साइन अप एप्लाई गर्दा ध्यान दिनुपर्ने कुराहरू: पर्सनल डिटेल, आधिकारिक प्रमाणपत्र जस्तै नागरिकता राहदानीमा उल्लेख भए बमोजिम हुनुपर्नेछ। इनरोलमेन्ट इयर, विद्यार्थी कुन वर्षमा भर्ना भएको हो भन्ने जनाउँदछ। एकाडेमिक इन्टेक, पोखरा विश्वविद्यालयमा 2 वटा इन्टेक हुन्छन्, स्प्रिङ र फल। विद्यार्थी आफू एडमिसन भएको इन्टेक क्लियरली उल्लेख गर्नुपर्नेछ। रनिङ स्टुडेन्ट भन्नाले जसले अध्ययन गर्दैछन् अथवा TMP सर्टिफिकेट लिएका छैनन् भन्ने जनाउँछ। पास आउट स्टुडेन्ट, विद्यार्थी जसले TMP सर्टिफिकेट लिइसकेका छन् तर डिग्री अथवा कन्भोकेसन सर्टिफिकेट लिएका छैनन् भन्ने जनाउँदछ। ग्रेजुएटेड स्टुडेन्ट, TMP सर्टिफिकेट तथा डिग्री कन्भोकेसन सर्टिफिकेट लिएका विद्यार्थीहरू जो अफिसियली ग्रेजुएटेड भइसकेका छन् ती विद्यार्थीहरू जनाउँदछ। इयर अफ कम्प्लिसन, विद्यार्थीहरू जुन वर्षबाट TMP सर्टिफिकेट एप्लाई गर्न योग्य भए भन्ने जनाउँदछ। उनीहरूको पास भएको वर्ष अथवा TMP सर्टिफिकेट एप्लाई गर्न योग्य भएको वर्षलाई इयर अफ कम्प्लिसन भन्ने जनाउँदछ। विद्यार्थीले पेमेन्ट गर्दा ध्यान दिनुपर्ने कुराहरू: परीक्षा नियन्त्रण कार्यालयले लिने विभिन्न शुल्कहरू जस्तै TMP सर्टिफिकेट, डिग्री सर्टिफिकेट, कन्भोकेसन सर्टिफिकेट जस्ता सर्भिस लिँदा लाग्ने शुल्क आफ्नो व्यक्तिगत एकाउन्टमा क्रिएट भएको डाइनामिक QR कोडमा मात्र भुक्तानी गर्नुपर्नेछ। अन्य जस्तै स्ट्याटिक QR, बैंक भाउचर, बैंक खातामा गरेको पेमेन्टलाई आधिकारिक नमान्ने हुँदा ध्यानपूर्वक आफ्नो व्यक्तिगत प्रोफाइलमा सिस्टमले जेनेरेट गरेको डाइनामिक QRमा मात्र भुक्तानी गर्नुपर्नेछ। PUSP मा साइन अप कसरी गर्ने त? कुनै एउटा ब्राउजर जस्तै क्रोम, एज, फायरफक्स जस्तो ब्राउजरमा जाने र पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट exam.pu.edu.np मा जानुहोस्। त्यसपछि यस्तो इन्टरफेस देख्न सकिन्छ। माथिपट्टि साइन अप PUSP भन्ने छ, त्यसमा जाने। त्यसपछि विद्यार्थीले आफ्नो साइन अप गर्नुपर्ने हुन्छ। कुनै पनि प्रोफाइल क्रिएट गरिएको छैन भने। त्यसपछि विद्यार्थीले प्रोफाइलको सबभन्दा फर्स्टमा आफ्नो प्रोफाइल पिक्चरहरू चुज गर्नुपर्नेछ। त्यसमा चाहिँ आफ्नो विद्यार्थीले जहिले पनि PNG, JPG और JPEG मात्रै फोटोहरू चुज गर्नुपर्नेछ र त्यसमा फोटोको नाम डट जस्तो स्पेसल क्यारेक्टरहरू युज गर्न पाइने छैन र विद्यार्थीको ब्याकग्राउन्ड व्हाइट भएको दुवै कान देखिने फोटो युज गर्नुपर्नेछ। साथै सिटिजनसिप नम्बर, नेसनल ID नम्बर लगायतका व्यक्तिगत डिटेलहरू आफ्नो आधिकारिक प्रमाणपत्रहरू मा उल्लेख भए बमोजिम नै विद्यार्थीले राख्नुपर्ने हुन्छ। विद्यार्थीको फर्स्ट नेम र लास्ट नेम जस्ता कुराहरू पनि आधिकारिक प्रमाणपत्रमै उल्लेख भए बमोजिम नै राख्नुपर्ने हुन्छ। आफ्नो जेन्डर, कन्ट्याक्ट नम्बरमा चाहिँ हाम्रो भ्यालिडेसन रुल लगाएको हुनाले 10 वटा क्यारेक्टर मात्रै यसमा भ्यालिड हुन्छ। विद्यार्थीले आफ्नो अल्टरनेटिभ इमेल ID पनि एकदम केयरफुल्ली लेख्नुपर्ने हुन्छ किनकि फर्स्ट ID मिसयुज भएको खण्डमा चाहिँ विद्यार्थीले अल्टरनेटिभ इमेलबाट नै पासवर्ड रिकभर गर्न सक्नेछन्। त्यसपछि विद्यार्थीहरूको आफ्नो व्यक्तिगत जानकारीहरू त्यहाँ उल्लेख भए बमोजिम चाहिँ भर्दै जानुपर्ने हुन्छ।
विद्यार्थीहरूले आफ्नो नागरिकताको फोटो अपलोड गर्ने क्रममा यसमा पनि जेपीजी अर पिएनजी 3टा एक्सटेन्सनमा मात्र विद्यार्थीहरूले आफ्नो फोटोहरू अपलोड गर्नुपर्ने हुन्छ र त्यसमा 200 केबी भन्दा तलको साइजको मात्र फोटोहरू यसमा भ्यालिड हुनेछ भने यसमा चाहिँ पनि सेम नेमहरूमा चाहिँ डटहरू जस्ता स्पेसल क्यारेक्टरहरू युज गर्न एभोइड गरिएको छ। पर्मानेन्ट एड्रेसमा पनि आफ्नो नागरिकतामा वा आफ्नो आधिकारिक विवरण उल्लेख भए बमोजिम नै राख्नुपर्नेछ। आफ्नो प्यारेन्ट्सको डिटेलमा पनि आफ्नो प्यारेन्ट्सको जे आधिकारिक डिटेल हो, किनकि प्यारेन्ट्सको डिटेल पनि चाहिँ विद्यार्थीको सर्टिफिकेटमा इन्क्लुड हुने हुँदा उनीहरूको डिटेल पनि स्पेलिङहरू एकदम करेक्टली लेख्नुपर्नेछ। विद्यार्थीको एकाडेमिक डिटेल अब त्यसपछि हामीले फिलअप गर्नुपर्नेछ। एकाडेमिक डिटेलमा चाहिँ आफू पढेको कलेज, आफू पढेको प्रोग्राम सिलेक्ट गर्नुपर्नेछ। र विद्यार्थीहरूको यो फी पेइङ र स्कलरसिप आफू जुन टाइपको विद्यार्थी हो, जो युनिभर्सिटीबाट स्कलरसिप पाएको विद्यार्थीहरू छ उनीहरूले स्कलरसिप लेख्नुपर्ने छ, अन्यथा फी पेइङ हुनेछ विद्यार्थीको। इनरोलमेन्ट इयरले चाहिँ इक्जाम फर्म फिलअप गर्दा पनि इनरोलमेन्ट इयरको आधारमा आफ्नो सिलेबसहरू आउने हुँदा विद्यार्थीले इनरोलमेन्ट इयरलाई एकदम प्राथमिकता साथ प्रायोरिटी दिएर ध्यानपूर्वक भर्नुपर्नेछ एकाडेमिक सेसन समेत। आफू रनिङ विद्यार्थीहरूले रनिङ लेख्नुपर्नेछ जसले ट्रान्सक्रिप्ट, प्रोभिजनल र माइग्रेसन लिएका छैनन्, तथा पास आउट विद्यार्थी जसले ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल लिइसकेका छन् उनीहरू पास आउट स्टुडेन्ट हुन् भने डिग्री सर्टिफिकेट नलिएका विद्यार्थीहरू पनि पास आउट स्टुडेन्टहरू हुन् र ग्रेजुएटेड स्टुडेन्ट भन्नाले टिएमपी सर्टिफिकेट तथा डिग्री वा कन्भोकेसन सर्टिफिकेट लिइसकेका विद्यार्थी भन्ने जनाउँछ। आफ्नो लगइन डिटेलमा रनिङ विद्यार्थीहरूले आफ्नो कलेजको आधिकारिक डोमेनबाट मात्र लगइन गर्न सक्नेछन् भने पास आउट स्टुडेन्टहरूले र विश्वविद्यालय स्थापना भएदेखि हालसम्म पास आउट भइसकेका विद्यार्थीहरूले वा ग्रेजुएटेड भइसकेका विद्यार्थीहरूले चाहिँ आफ्नो व्यक्तिगत जिमेलबाट पनि लगइन गर्न वा आफ्नो व्यक्तिगत इमेलबाट लगइन गर्न सक्नेछन्। पास आउट स्टुडेन्टले चाहिँ आफ्नो कम्प्लिसन इयर एकदम एकुरेट लेख्नुपर्नेछ भने रनिङ स्टुडेन्टले चाहिँ आफ्नो इनरोलमेन्ट इयर र एकाडेमिक इन्टेकलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। युजर नेममा विद्यार्थीले भ्यालिड इमेल मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, किनकि भ्यालिड कन्फर्मेसन चेक गरिसकेपछि मात्रै विद्यार्थीले त्यो इमेल आधिकारिक भएमा मात्रै लगइन गर्न पाउनेछन्, अन्यथा पोर्टलमा एक्सेस गर्न पाउने छैनन्। विद्यार्थीहरूले आफ्नो पासवर्डहरू आफैले टाइप गर्न सक्नेछन्। दुवै पासवर्ड र कन्फर्मेसन पासवर्डमा आफूले टाइप गरेको दुवैतर्फ एउटै हुनुपर्नेछ। आफ्नो पर्सनल डिटेलहरू एकपटक फेरि रुजु गरेर चेक गर्ने। त्यसपछि हामीले सबमिट गर्न सक्छौँ। अब हामीले त्यहाँ क्लिक हियर टु लगइन भनेको छ। विद्यार्थीको कन्फर्मेसन इमेललाई चाहिँ कन्फर्मेसन गर्नको लागि त्यहाँ चाहिँ क्लिक हियर भनेको छ भने हामीले अघि टाइप गरेको आइडी र पासवर्ड चाहिँ
इमेल कन्फर्मेसन नभएको हुनाले त्यो इरर देखाइरहेको छ। अब हामीले इमेल कन्फर्मेसन गर्नु पर्यो। त्यसका लागि हामी इमेलमा जान्छौँ। त्यसपछि इनबक्समा रहेको इमेलमा क्लिक हियर भनेको छ। हामीले क्लिक हियर त्यो ब्लू कलरको हाइपरटेक्स्टलाई चाहिँ चेक गर्छौँ। त्यसपछि तपाईँको इमेल भ्यालिडेट भयो भनेर सिस्टमले चेक गरिसकेपछि बल्ल प्रोफाइलमा एक्सेस दिनेछ। तपाईँको कलेज स्ट्याटस र पोखरा युनिभर्सिटीबाट फेरि तपाईँको करेक्सन भइसकेपछि मात्रै त्यो इमेल वा त्यो एकाउन्ट चाहिँ युनिभर्सिटीको आधिकारिक एकाउन्ट हुन जानेछ। त्यसका लागि अब हामीले फेरि कलेजबाट भेरिफाइड भइसकेपछि कलेज भेरिफिकेसनको ग्रिन सिग्नल आउँछ। अझै पनि युनिभर्सिटीबाट भेरिफाइड भएको छैन यो एकाउन्ट भन्ने अर्थ लगाउँदछ। त्यो अनभेरिफाइड देखाइरहेको छ। युनिभर्सिटीबाट पनि भेरिफाइड भइसकेपछि विद्यार्थीहरूले अन्य सुविधाहरू लिन पाउनेछन्, जस्तै टिएमपी सर्टिफिकेटहरू, अनि त्यसपछि कन्भोकेसन सर्टिफिकेट, आफ्नो अन्य विद्यार्थी अघि हामीले अगाडि भिडियोको सुरुमा मेन्सन गरेको जस्तै सबै सुविधाहरू विद्यार्थीको एकाउन्ट क्रिएट भइसकेपछि मात्र पाउनेछन्। यो भयो हाम्रो पोखरा विश्वविद्यालयको PUSP-मा आफूले साइन अप गर्ने तरिका। यसपछि हामीले थप भिडियोमा विद्यार्थीहरूले कसरी टिएमपी सर्टिफिकेटहरू एप्लाई गर्न सक्नेछन्, डिग्री सर्टिफिकेट कसरी एप्लाई गर्ने लगायतका कुराहरू हामीले अर्को भिडियोमा राख्नेछौँ। PUSP सम्बन्धी कुनै जिज्ञासाहरू भएमा तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। धन्यवाद।